आइएल्स रिडिङको सबैभन्दा ट्रिकी पार्ट ट्रु फल्स नट गिभनमा सधैँ कन्फ्युज हुनुहुन्छ। ल आज यो टाउको दुखाइलाई सधैँको लागि सिद्धाइदिउ न त। फल्स र नट गिभन भने धेरैजना यहीँनिर आएर अल्झिनुहुन्छ र स्कोर घट्छ। तर चिन्ता नलिनुस्, यो कुनै रकेट साइन्स होइन, एकदम सिम्पल लजिकको खेल हो। एकचोटि यसको नियम बुझेपछि यो त एकदमै सजिलो लाग्न थाल्छ। कुरा के हो भने आइएल्सले हाम्रो शब्द ज्ञान मात्रै जाँच्न खोजेको होइन, उनीहरूले त हामीले पढेको कुरा कतिको गहिरोसँग बुझ्छौँ भनेर हेर्न खोजेको हो। मुख्य कुरा हरेक अप्सनको एक्ज्याक्ट मिनिङ के हो त्यसमा हामी क्लियर हुनु पर्यो। ल अब खेलको नियम के हो त्यतैतिर लागौँ है त। यी तीनवटा अप्सन्सलाई राम्ररी बुझ्नुभयो भने आधा काम त यत्तिकै हुन्छ। ट्रु हुनको लागि स्टेटमेन्ट र प्यासेजमा भनेको कुरा 100% मिल्नै पर्छ। अलिकति पनि यताउता भयो कि त्यो ट्रु हुँदैन, मतलब अर्थ ठ्याक्कै एउटै हुनु पर्यो। अब फल्सको कुरा गरौँ। यसको लागि त प्यासेजले स्टेटमेन्टको ठिक उल्टो कुरा भनेको हुनुपर्छ। जस्तै स्टेटमेन्टमा गाडी रातो थियो भन्यो भने प्यासेजमा गाडी त नीलो थियो भनेर सिधै काट्नु पर्यो। दुईटा कुरा एकैचोटि साँचो हुन नसक्ने अवस्था हुनुपर्छ। र अब आयो सबैलाई कन्फ्युज बनाउने नट गिभन। तर यो त झन सजिलो छ। सिधा कुरा, जानकारी नै छैन। स्टेटमेन्टमा गाडी छिटो कुद्थ्यो भन्यो, तर प्यासेजमा गाडीको रङको मात्रै कुरा छ, स्पिडको कुरै छैन भने अनुमान लगाउने होइन, सिधै नट गिभन लगाइदिने हो। यही हो सबैभन्दा महत्त्वपूर्ण कुरा। फल्सको मतलब हो यो कुरा गलत हो भनेर प्यासेजमा प्रमाण छ, तर नट गिभनको मतलब हो सही हो कि गलत हो थाहै छैन, किनभने प्यासेजमा केही भनेकै छैन। यो फरक बुझ्नुभयो कि आधा लडाईँ जित्यो। ल यति कुरा गरेपछि अब एउटा वास्तविक उदाहरण नै हेरौँ न त। थेम्स चनलको प्यासेजबाट हेरेपछि त यो सबै छर्लङ्गै हुन्छ। ल यो प्रश्न हेरौँ। यसमा मुख्य शब्दहरू के हुन् त? फर्स्ट टनल र अन्डर अ रिभर, होइन त? अब प्यासेजमा यही कुरा खोजौँ। अब हेर्नुहोस् है, आइएल्सको चलाखी। प्रश्नमा अन्डर अ रिभर छ, प्यासेजमा सब एक्विस भन्ने शब्द छ। शब्द त फरक देखियो, तर सबको अर्थ अन्डर र एक्वाको अर्थ वाटर हो भनेपछि अर्थ त ठ्याक्कै मिल्यो नि। शब्द मिल्नु जरुरी छैन, अर्थ मिल्नु पर्यो। हो, त्यसैले यसको उत्तर हो ट्रु। यसबाट के बुझिन्छ भने हामीले शब्द घोक्ने होइन, शब्दको अर्थ बुझेर पढ्नुपर्छ। अब अलिकति घुमाउरो प्रश्न हेरौँ है। यहाँ सबैभन्दा महत्त्वपूर्ण शब्द हो मोर। यसले तुलना खोजिरहेको छ। के प्यासेजले कुन वर्गले बढी प्रयोग गर्यो भनेर कतै तुलना गरेको छ त? प्यासेजले के भन्छ हेरौँ। वर्किङ क्लासले कामको लागि प्रयोग गर्थे, मिडल र अप्पर क्लासले चाहिँ घुम्नको लागि। ठिक छ, यसले उनीहरूले टनल किन प्रयोग गरे भनेर त बतायौँ, तर कसले धेरै प्रयोग गर्यो त सङ्ख्याको बारेमा केही भनेको छ? छैन। प्यासेजमा मोर वा लेस जस्तो तुलना गर्ने कुनै शब्द नै छैन। हो, टपिकबारे कुरा त गरेको छ, तर प्रश्नले सोधेको त्यो स्पेसिफिक जानकारी मतलब सङ्ख्या त्यो चाहिँ दिएको छैन। यो एउटा क्लासिक नट गिभनको पास हो। टपिक देख्ने बित्तिकै हतार गरेर ट्रु फल्स लगाउनै भएन। ल नियमहरू त बुझियो, तर आइएल्स यति सोझो पनि छैन नि। उनीहरूले केही चलाखीपूर्ण पासोहरू थापेका हुन्छन्। अब ती पासोहरूलाई कसरी चिन्ने र कसरी बच्ने त्यो हेरौँ। यो पिरामिड बिल्डिङको प्यासेज हेरौँ। यसको अन्तिम भागमा एकदम ध्यान दिनुस् है, एज इज कमनली थट। यसको मतलब के हो? मानिसहरूले सामान्यतया सोचे जस्तो। एकछिन सोच्नुहोस् त, प्यासेजले जादु प्रयोग भएको कुरालाई त मानेको छैन, तर मानिसहरूको विश्वासको बारेमा के भनेको छ? यहाँनिर धेरैजना फल्स भनेर झुक्किनुहुन्छ, तर ध्यान दिएर हेर्नुहोस् त, प्यासेजले पिरामिड बनाउँदा जादु प्रयोग भएको थिएन भन्छ, तर मान्छेहरूले त्यस्तो सोच्छन् भन्ने कुरालाई चाहिँ एज इज कमनली थट भनेर स्वीकार गरेको छ। त्यसैले मानिसहरूको विश्वासबारेको स्टेटमेन्ट त ट्रु भयो नि। कस्तो चलाखी होइन त? अर्को पासो, नम्बर देख्ने बित्तिकै मिलाइहाल्ने बानी। स्टेटमेन्टमा इन्क्रिज्ड भनेको छ, जसको अर्थ हो पहिले कम थियो बढेर 300 अर्ब पुग्यो, तर प्यासेजमा के भनेको छ? 2013मा 300 अर्बभन्दा अलिकति बढी पाए भनेर एउटा सालको मात्रै डेटा दिएको छ। हो, यहाँ पनि त्यस्तै भयो। 300 अर्ब देख्ने बित्तिकै ट्रु जस्तो लाग्न सक्छ, तर स्टेटमेन्टको इन्क्रिज्ड भन्ने शब्दले समयको तुलना खोज्छ।
प्यासेजले त सिर्फ 2013 को एउटा आँकडा दिएको छ। बढेको हो कि घटेको हामीलाई केही थाहा छैन। त्यसैले यसको उत्तर हो नट गिभन। ल अब यति सबै सिकेपछि यी सबैलाई एउटा एकदमै सरल र शक्तिशाली रणनीतिमा बाँधौँ। यो तपाईँको परीक्षाको लागि मास्टर प्लान हुनेछ। यो 3 चरणको प्रक्रियालाई दिमागमा सेट गर्नुहोस्। पहिलो, प्रश्नले ठ्याक्कै के भन्न खोजेको हो त्यसको अर्थ बुझ्नुहोस्। दोस्रो, प्यासेजमा त्यो जानकारी कहाँ छ छिटोभन्दा छिटो पत्ता लगाउनुहोस्। र तेस्रो, जुन सबैभन्दा महत्त्वपूर्ण छ, शब्द शब्द होइन अर्थलाई तुलना गर्नुहोस्। के अर्थ मिल्छ, बाँझिन्छ वा दिएकै छैन। बस यति हो। अब अर्को पटक अभ्यास गर्दा आफैलाई एउटा प्रश्न सोध्नुहोस्। के म शब्द खोज्दैछु कि अर्थ खोज्दैछु? यो एउटा प्रश्नले तपाईँको पढ्ने तरिका नै बदल्न सक्छ। याद राख्नुहोस्, आइएल्स भाषाको जाँच मात्र होइन, यो त तर्कको पनि जाँच हो। र अब यो खेल जित्ने तर्क तपाईँसँग छ।